दर्शक मिनरहरू है तपाईँहरूलाई म यो उन्दको दृश्यहरू अघि पनि मैले देखाइसकेको छु तपाईँहरूलाई यो मेरो युट्युब च्यानलबाट र अहिले पनि म तपाईँहरूलाई देखाउँदैछु। यहाँ अगाडि मेरो भाइ छ। भाइलाई पनि कतिचोटि तपाईँहरूले हेरिसक्यो होला। त्यसपछि म अलिकति आफ्नो घरपट्टि म जाँदैछु। यो हेर्नुहोस् तपाईँले, यस्तो छ यो दृश्यहरू। त्यसपछि यो अम्बकको दृश्यहरू र हेर्दै जानुहोस् तपाईँले है। यो समय सासको यो भिडियो हो। यो हेरिहाल्नुहोस् तपाईँले, लप्सीको घर। ओ माई गड भन्ने जस्तो भइसक्यो। र तपाईँहरूलाई म एउटा यो ढुङ्गाको अलिकति दृश्यहरू देखाउँछु। भाइ ओइ भाइ, यो उन्दको दृश्यहरू तपाईँहरूलाई देखाउँदै जाँदैछु म। यो जुन चाहिँ यो ढुङ्गा देख्नुहुँदैछ नि तपाईँले, हेर्नुहोस् है। यसमा राम्रोसँग हेर्नुहोस् त, घरिघरि हात्तीको आँखा जस्तो देख्दैन, बिचमा सुँड आँखा जस्तो है। हेर्नुहोस् न राम्रोसँगले तपाईँले है। त्यो साइड अनि त्यो साइडको दृश्यहरू हेर्नुहोस् त, राम्रोसँग हेर्नुहोस् है दर्शकबिनहरू, राम्रोसँग हेर्नुहोस्। यसमा ठिकसँग हेर्नुहोस् त, हात्तीको चोट जस्तो लाग्दैन यो चिजलाई। यहाँ त तिमी यहाँ यो दृश्य त के भन्छ, म पहिला पनि म तपाईँहरूलाई म देखाउनु चाहने थिएँ कि, तर मैले अलिकति देखाउन सकिनँ। तर आज चाहिँ मैले त्यति बेला मेरो त्यस्तै थियो क्यामेरा मोबाइल। यहाँ त के हो तिम्रो नाम? स्नेहा, तिमी सर्ताको छोरी हो? यहाँ राम्रोसँग हेर त, हात्तीको सुँड जस्तो लाग्दैन? हात्तीको सुँड जस्तो लाग्दैन? दुईटा आँखा बिचमा हेर त राम्रोसँगले है। र दर्शकबिनहरू यो जुन चाहिँ यो दृश्यहरू छ, राम्रोसँग हेर्नुहोस् है। यो श्री गणेशको शिर जस्तो लाग्छ। यो म के भन्छ बेलुकाको म भ्लगमा म तपाईँहरूलाई छोड्ने नै छु। राम्रोसँग हेर है, सेम छ है। हेर त राम्रोसँगले, हाथी का सूर जैसा दिख रहा है ना, देखिए तो आँखाहरू कान भी बनाए, आँख भी है। हेर ऐसे लग रहा है ना उधर ऊपर। र दर्शकबिनहरू यो जुन चाहिँ यो अहिले मैले जुन चाहिँ यो दृश्यहरू मैले खिचेको छु, यो म बेलुका तपाईँहरूलाई देखाउने नै छु। र त्यति भन्दै मेरो यो भ्लग बन्द गर्नेछु।